एकले अर्काका आफ्ना पाप स्वीकार गर, तिमीहरूले निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। एलिया पनि त तिमीहरू जस्तै स्वभाव भएका मानिस थिए। तिनले पनि पानी नपरोस् भनेर भक्ति साथ प्रार्थना गरेका थिए र तिनी 3 वर्ष 6 महिनासम्म पृथ्वीमा पानी परेन र तिनले फेरि प्रार्थना गरेर आकाशबाट वर्षा भयो र भूमिले उब्जनी दियो। यस कारणले गर्दाखेरि चाहिँ यहाँ धर्मीजनको प्रार्थना प्रभावशाली र शक्तिशाली हुन्छ भन्ने कुरा चाहिँ हामी एलियाको जीवनबाट पनि सिक्छौँ। जो साधारण रूपमा हामी मानिस जस्तै थिए, उनी साधारण हाम्रै स्वभाव जस्तो थियो, हाम्रै चाल ढङ्ग चरित्र जस्तो स्वभाव भएका एलिया मानिस थिए। तर उनले चाहिँ असम्भवको कुरालाई चाहिँ सम्भव तुल्याएका छन्। परमेश्वरको उपस्थितिमा भक्तिसहितको प्रार्थनाले प्रभावशाली तरिकाले चाहिँ उत्तर त्यहाँ देखा परेको छ। प्रिय मित्रहरू, फेरि प्रार्थना गरेका छन्, बादल वृष्टि भएको छ 3 वर्ष 6 महिनापछि। यसरी नै प्रार्थना गर्ने व्यक्तिहरूको जीवनमा असम्भव कुरा पनि सम्भव त्यतिखेर हुन्छ जब हामी प्रार्थनामा घुँडामा समय बिताउँदछौँ, परमेश्वरको उपस्थितिमा घन्टौँ प्रार्थना गर्दछौँ। आफन्तको समस्यामाथि, घर परिवारको, देशको, सहरको, राजधानीको, आर्मी, पुलिस कर्मचारी, न्यायाधीश, नेता, तलका प्रजा मण्डली, परिवार, झुन्ड मण्डली अनि परमेश्वरको धार्मिकता राज्य पुरा हुनको लागि, यी समस्यामाथि विजय हुन, पाप, गरिबी, शराबमाथि, शैतानिक ढोकामाथि, मृत्युका ढोकामाथि, अज्ञानतामाथि, बेरोजगार, यी हरेक अन्धकारमाथि विजय हुनको लागि चाहिँ हामी प्रत्येक परमेश्वरका सन्त मण्डली, अभिषक्त जनहरू परमेश्वरको खातिरमा चाहिँ प्रार्थनाको जीवनशैली हुनुपर्दछ। आराधनाको जीवनशैली, वचनद्वाराको जीवनशैली जिउनु पर्दछ। अनि हामीहरूका प्रार्थना परमेश्वर सुन्नुहुन्छ, स्वर्गदूत खटाउनुहुन्छ, वचन पठाउनुहुन्छ, पवित्र आत्माको आगो पठाउनुहुन्छ र हाम्रा समस्या डढेर जान्छन्, हाम्रा अभाव डढेर जान्छन्, हाम्रा गरिबी डढेर जान्छन्, हाम्रा श्रापहरू डढेर जान्छन्, हाम्रा अधर्महरू पाप क्षमा भएर जाँदछन्। प्रिय मित्रहरू, हामी चाहिँ मध्यस्थतामा अर्ज वृत्तिसहित पवित्र आत्मामा निरन्तर प्रार्थना गर्नुपर्ने हुन्छ। त्यसकारण